भू राजनीतिक संवेदनशीलता र खुला सिमानाका कारणले गर्दा भारत पाकिस्तानका बीचमा जुन युद्ध सुरु भएको छ यसले हामीलाई पार्ने अल्पकालीन र दीर्घकालीन दुवै किसिमका प्रभावहरूको विषयमा नेपाल सरकारले समयमै गम्भीर बनोस् र समयमै यसमा छलफल अगाडि बढाओस् भन्ने आग्रह गर्न चाहन्छु। हुन त सम्माननीय प्रधानमन्त्रीज्यूको कुरा भएको हाम्रा छिमेकी समकक्षी प्रधानमन्त्रीसँग भन्ने खबर आयो। यस विषयमा गम्भीर हुन विशेष आग्रह गर्न चाहन्छु। सामान्य सभामुख महोदय, मेरो बर्दिया जिल्ला हामीका 52% राष्ट्रिय निकुञ्ज छ सम्पूर्ण भूभागको र निजी वन र सामुदायिक वन मिलाएर हामीका 68% हामी जङ्गलमा छौँ। अहिले विगत 2-3 महिना मङ्सिरभन्दा यता मात्रै बर्दिया जिल्लामा चितुवाको आतङ्कबाट 11 जना मान्छे घाइते भए, 2 जनाको निधन भयो। अस्ति मात्रै पनि 15 गते वैशाख 15 गते गुलेरिया नगरपालिका वार्ड नम्बर 8 मा 9 वर्षीय मेलिना खड्काको मृत्यु भयो। यस्ता अनगिन्ती घटनाहरू हामी कहाँ भइरहेका छन्। एकातिर राष्ट्रिय निकुञ्जको वरिपरि बफोरजनमा बेलौली, अमैया, अस्नेरी, महादेवा, बनमुडुवा, राजा, तुमनी, खैरेनी, बठुवा, ढकेला जस्ता गाउँहरू, खैरेनी जस्ता गाउँहरू छन् जसमा तारबार र फेन्सिङ गर्ने विषयमा मैले बारम्बार यो सदनलाई आगाह गराएको थिएँ। एकातिर हामी राष्ट्रिय निकुञ्जका कहिले बाघको आक्रमणमा, कहिले गैँडाको आक्रमणमा, कहिले हात्तीको आक्रमणमा हामीहरू त्रसित छौँ। यसले हाम्रो बालीनालीमा पार्ने प्रभाव, यसले नक्सानी र हाम्रो जीवनमा पनि यसले पारेको प्रभाव। हुन त संरक्षणमा हाम्रा अतुलनीय योगदान गरेका छन्, संरक्षण कर्मीहरूले गरेका छन्, हाम्रा जनताले गरेका छन्, सबैको सहयोग भएको छ। त्यसको बापत यातना र दुःख बाहेक आम जनताले केही पनि प्राप्त गरेका छैनन्। सरकार यो विषयमा गम्भीर छैन। अब हुँदाहुँदा सामुदायिक वन पनि त्यही रूपमा बढ्यो, निजी वनको पनि संरक्षण त्यही रूपमा गरियो र मैले यो विगत 3-4 महिनाको मात्रै तथ्याङ्क सार्वजनिक गर्दा चितुवाको आक्रमणबाट सदरमुकाम जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, अस्पतालको 100 मिटरको डिस्टेन्समा पनि आएर चितुवाले मान्छेहरू समात्ने लैजाने गर्न थाल्यो। अब बर्दिया जिल्ला त कस्तो जिल्ला भयो सम्माननीय सभामुख महोदय भने जताततै जङ्गली जनावरहरू, हात्ती, गैँडा, बाघको आतङ्कबाट त्यहाँको मान्छेको जनजीवन अस्तव्यस्त भएको छ र सरकार यो विषयमा गम्भीर देखिँदैन। अब यो विषयमा दीर्घकालीन रूपले कस्तो कानुन बनाउनु पर्ने हो, कस्तो नियम बनाउनु पर्ने हो, कसरी जनताको सुरक्षा गर्नुपर्ने हो भन्ने विषयमा अहिलेको सरकारको नीति तथा कार्यक्रममा पनि सरकार त्यति गम्भीर भएको जस्तो मैले मानिनँ। बजेट त कस्तो आउँछ, नीति तथा कार्यक्रममा मैले बोल्ने क्रममा बोलौँला, तर जिल्लामा एउटा आतङ्कको स्थिति सिर्जना भएको छ सम्माननीय सभामुख महोदय। त्यसकारण योतर्फ पनि नेपाल सरकारले गम्भीरतापूर्वक ध्यान दियोस् र त्यही अनुसारको सुरक्षाको व्यवस्था पनि गरोस्। जङ्गली जनावरले गर्ने क्षतिको लागि पनि कमसेकम इन्स्योर्ड गर्ने पनि व्यवस्था मिलाओस्। अर्कोतिर के छ भने यो के भन्छ यो नीलगाईको पनि त्यत्तिकै आतङ्क छ, अनि तपाईँको यो जङ्गली सुँगुरको पनि त्यत्तिकै आएको छ, बँदेलको पनि त्यत्तिकै आक्रमण छ। यी सबै चिजहरूले गर्दा हाम्रा मान्छेहरू अति नै असुरक्षित। आजकल त कस्तो भयो भने त्यो मधुवन नगरपालिकाको एक ठाउँमा बच्चाले आफ्नो आँगनमा घरमा खेलिरहेको बच्चालाई पनि चितुवाले बोकेर लिएर गयो। यस्तो स्थितिमा एकदमै ठुलो निराशा, एकदमै ठुलो त्रास सिर्जना भएको छ। म नेपाल सरकारको यसप्रति गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु। र सामान्य सभामुख महोदय, राजनीतिक रूपले हेर्दाखेरि 11 वर्ष भएछ यो संसदमा तेस्रोपल्ट प्रतिनिधि भएर आएको। मुलुक हामी कहाँ गइरहेछौँ, हामीले के गरिरहेछौँ, हामीले कसरी गरिरहेछौँ, मलाई बडा दुःख पनि लागेको छ सामान्य सभामुख महोदय। हाम्रा नेताहरूको अभिव्यक्तिहरू सुन्छु, हाम्रा नेताहरूले राजनेता बन्ने अवसर प्राप्त गर्नुभएको छ, तर राजनेताको भूमिका निर्वाह नै गरेको जस्तो पाउँदिनँ। कहिले प्रतिपक्ष हरेक खालको प्रयोगहरू हामीले गरिसक्यौँ राजनीतिमा। अहिले त नेपाली काङ्ग्रेस र एमालेको सरकार छ, हिजो एमाले र माओवादीको सरकार थियो, अस्ति माओवादी र फेरि काङ्ग्रेसको सरकार थियो। अन्य राजनीतिक दलहरू पनि सत्ता साझेदार रूपमा बस्नुभएको छ। तर अहिले मुलुकले राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई अवलम्बन गर्नुपर्ने, बिपीलाई सम्झनुपर्ने, बिपीले कुन बेलामा दोस्रो विश्वयुद्धपछि शीत युद्धको कस्तो बेलामा बिपीले राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्कनु भयो भन्ने कुरा गम्भीरतापूर्वक विचार गर्नुपर्ने बेला छ। अहिले फेरि हाम्रो दक्षिण पूर्व एसिया फेरि एक किसिमले संसारभरिकै राजनीतिक रूपले एउटा युद्धभूमिको रूपमा परिणत हुँदैछ। हिजो मात्रैदेखि मैले अहिले पनि चर्चा गरेँ, भारत र पाकिस्तानको बिचमा एक किसिमको युद्ध छेडिएको छ। यसले पार्ने प्रभावहरू हामीलाई
नराम्रो हुन्छ। यति बेला हाम्रो राष्ट्रिय राजनीतिक दलका नेताहरूको बिचमा हाम्रो राजनीतिक कर्मीहरूका बिचमा एकता भएन। हामीहरूले निषेधको मात्र राजनीतिको सोच गऱ्यौँ र आई एम द अल इन अल भन्ने सोच्यौँ। आज हामी सत्तामा छौँ, हामी नै सबै कुरा जानेछौँ। प्रतिपक्षमा जान्ने पनि जिम्मेवार नहुने, सत्तापक्षमा हामी बस्नेले पनि यो विषयमा नसोच्ने र जुन मुलुकको आवश्यकता छ त्यसलाई हामीले सम्बोधन नगर्ने परम्पराको विकास गऱ्यौँ भने हामी कहीँ पनि पुग्दैनौँ। सम्मान्य सभामुख महोदय, आज संविधानमा संशोधन गर्नुपर्ने छ, यो सङ्घीयतालाई रिस्ट्रक्चरिङ गर्नुपर्ने छ। हामीले इतिहास बिर्सेको जस्तो, हाम्रो परम्परा बिर्सेको जस्तो, हाम्रो संस्कृति बिर्सेको जस्तो, हाम्रो धर्म बिर्सेको जस्तो हामीले हाम्रो जानुपर्ने गन्तव्य एकातिर छ। तर हामी आफै किसिमको आत्मरतिमा रमाएको अनुभूतिले गर्दा आम जनतामा छाएको निराशा, आम जनतामा छाएको व्यग्रतालाई सम्बोधन गर्न सकेको छैन। हामीले सुशासन दिन सकेकै छैनौँ। सामान्य सभामुख महोदय, भ्रष्टाचार नियन्त्रण गर्न सकेकै छैनौँ। यो कुनै एउटा दल विशेष, एउटा सरकार विशेषले मात्रै गर्न सक्ने कुरा होइन। यसमा हामीले राष्ट्रिय एकता निर्माण गर्नुपर्छ। कसैलाई पनि निषेध गर्ने बाटोबाट हामीले बाहिर निस्किनुपर्छ। हामीले आत्मरतिमा रमाउन छोड्नुपर्छ र मुलुकलाई एउटा राम्रो वातावरणमा लैजाने कोसिस गऱ्यौँ भने हामीले सोचेको नेपाल हामी बनाउन सकौँला। होइन भने हामी यत्तिकै अलमल राख्यौँ भने सम्मान्य सभामुख महोदय हामी कहीँ पनि पुग्दैनौँ। त्यसकारण म एकपल्ट सम्मान्य सभामुखज्यू मार्फत हाम्रा नेताहरूलाई राजनेताको भूमिका निर्वाह गरिदिनुहोस्। यति बेला सेल्फ सेन्टर्ड, पार्टी सेन्टर्ड पोलिटिक्सलाई छोडिदिनुहोस्। एकपल्ट मुलुकलाई केन्द्रबिन्दुमा राखेर के आवश्यकता छ त्यो विषयमा घोत्रिदिनुहोस्। होइन भने हाम्रा आउँदा सन्ततिले झन् दुःख पाउँछन्। हामीले यो गणतन्त्र लिएर आयौँ, संहिता लिएर आयौँ, यो गऱ्यौँ, ऊ गऱ्यौँ, हामीले जुन उपलब्धि रटेको छौँ यसको कुनै सार्थकता हुँदैन। इतिहासले हिजोको परिस्थिति कस्तो थियो सामान्य सभामुख महोदय? हिजो पञ्चायतसँग सबै थियो, हामीसँग त्यसकारण सम्मान्य सभामुख महोदय मैले बुझेँ। म छुट्याउन थालेँ सभामुख महोदय, यो विषयमा गम्भीर हुन आग्रह गर्न चाहन्छु। धन्यवाद।